रमाइलो नबुझेका समाजका कुरा मनमा रहेका चाहना अधुरा मिकु रमाइलो मिकु रमाइलो मिकु रमाइलो जाऊ न मलाई छोडी झिल्के मायालो नजाऊ न मुख मोडी मेरी मायालु च्याङ्लो ओ च्याङ्लो च्याङ्लो अन्त रासिनमा जाने भनेको होइन ए फ्याङ्लो पो रहेछ लु छिटो गर न सबै हतार भइरहेछ अल्छी पनि लागिरहेको छ त्यो अल्छी गरेर हुँदैन छिटो गर त फेरि कति बेला लुगा फेर्नु ए भइहाल्छ त्यो भइहाल्छ तर मन पो सफा हुन्छ मन चाहिँ सफा जस्तै राम्रो हुन्छ हुन्छ लु छिटो गर त जुत्ता लगाइहाल्छु ल ल ल ल ल झोलाहरू त तयारी छ हौ ल ल ल छिटो गर न मलाई कस्तो भइरहेछ आज खुसी लागिरहेछ नि कस्तो भइरहेछ के खुसी हो त्यस्तो अहिले बाटोमा भन्छु नि तिमीलाई म होइन हौ म त लुगा पनि मैला मैला छ तर के हो मान्छेको मन चाहिँ हो मेन सफा हुनुपर्छ त्यो त ठिक भन्यो है मन चाहिँ सफा हुनुपर्छ अहिले घरीमा चाहिँ क्या हो खासै मैला पनि छैन हौ हिजो त लगाएको हुन्छ ल है सफा लगाएर मनमा खोट राख्यो भने त भन नि त सही कुरा हो लु जाउँ छिटो गर छिटो गर ल ल ल ल सर्खाइ कपाल चाहिँ कोरिहाल्नु ए राम्रो मान्छेलाई राम्रै देखिहाल्छ त हौ अन्त कहाँ हो हेर्दै खाप्रा खिप्री भएको भने त जसले पनि तर मन त सफै छ नि दैलोहरू चाहिँ राम्रो छुन है ए केटाकेटी हो दैलोहरू खुल्ला छोडेर कहीँ नजाए लु जाउँ आयो म तिमीलाई बाटोमा भन्छु नि म कस्तो भइरहेछ अहिले क्या हौ अहिले त सबै मार्क्सवादी भएको छ मार्क्स त लाउनु पऱ्यो नि त हौ मैले पनि बिर्सेँ क्या हो ए रहेछ रहेछ मार्क्सवादी भएको छ संसार सबै बुझ्यौ के बुझ्यौ अहिले भन्छु नि बाटोमा हिँड न छिटो अहिले फेरि भिड पो हुन्छ त माथि सबै मार्क्स लाउने मार्क्सवादी भएको छ भनेको हौ भिड हुन्छ नि होइन अघि तिमीले भन्दै थियो नि के खुसीको कुरा भन्दै थियो नि होइन हौ म त आज सबै परिरहेको छु नि भन न अब के छ त पऱ्यो पुरानो गर्लफ्रेन्ड क्या हौ खुसी लागेको नि अघि बाटोमा भन्छु भन्दै थिएँ नि मैले त्यही केटी कुरा त भनेको त मैले अस्ति तिमीले कुरा गरिबस्थ्यौ नि त्यही त अन्त कस्तो लाग्यो नि अब हुनु आइडियाको माइन्दाको बुढी हो त्यति बेला यसो फेसबुक खोलेर हेरौँ भनेको नि त मैले चाहिँ च्याङ्लो पनि सिधा भनेको त फ्याङ्लो के भन्दो रहेछ फेरि म त्यस्तो खतरा त होइन के तर अब यसो पुरानै भए पनि क्या पुरानै भए पनि यसो माया प्रीति त यो माया प्रेमको कुरामा त साह्रै फसिनु हुँदैन म त परपराएर एकजनासँग काबु भएको छु हो फेरि अस्ति नेपालको रुकुमको घटना सुनेनौ नवराज बिके भन्नेको कस्तो अरे रुकुम हो नेपालको नवराज बिके भन्नेको चाहिँ सुषमा भन्ने केटीसँग लभ थिएछ अनि भगाउनुको लागि बोलाएछ बिचरा त्यो एउटा केटाले गर्दाखेरि त 6 जना मारिदियो नि अरे विश्वमा अहिले भाइरल भइरहेछ त्यो कुरा थाहा छैन होइन मैले कता कता सुनेको आज नामले ल्याइन रहेछ हेर न बिरोग भइसक्यो नि हौ मेरो त अब हेर न रासिनमा पनि न्युजमा एउटा भन्छ रासिन अर्कै दिन्छ के हो खै दुई खालको छ भन्छ कता हो फेरि तल त्यो रङ बिसाउँला ल ल ल
लड्छ है 100 डेजको बाटो भन्छ हेर न यस्तो टन्टलापुर घाममा पनि सानो चिप्लो छैन नि के भन्नु हौ अब भनेर भनि नसक्नु छ योभन्दा त पहिलाकै ठिक थियो नि बरु चिप्लो ढुङ्गाकै ठिक थियो बरु नि है हिँड्नु त सक्दैन यो त लड्छ है भारी बोकेर कसरी हिँड्नु हो यस्तोमा यस्तो खायो नि हौ गरौँ पनि भएन हौ यहाँ एकछिन डाँडामा बस्नु हो बिसाउनु म त्यो पर्छ चामल पनि हेरौँ भन्दैछु कसैलाई कसरो दिएको जस्तो लाग्यो नि त बिसाउनु पर्छ नि हो एकछिन हो यहाँ बिसाउनु पर्छ पानी छ कि छैन हेर तँ तिमीले ल्याए भनेको नि अघि पानी त होला कि थाक्नु पनि थाक्यो नि हौ थाक्नु पनि जोर थाक्यो है ए मैले मास्क कहाँ राखेँ त ए थाकेको बेलामा के को माग्छ हो लाउनुपर्छ अघि त बिर्सेछु पो लाउनुपर्छ नि पानी खाने होइन खोइ कहाँ पस्यो नि त पानी तिम्रोमै छ हौ गरम भन्यो हौ मास्कसँग खायो त्यतिकै खाएको त अन्त बानी छैन नि त मास्क लाउनु हुन चालिन्छ है चिया भात त मास्कसँग खाँदा हुन्थ्यो नि त्यसो भन्दा चामल हेरौँ भनेको होइन त्यो त चामल तिमीलाई त लामो देख्नु हेर ती मेरोमा त डल्लो छ त देख त तिम्रो ल लामो छ त तिम्रो त अलिक नयाँ पनि रहेछ यो चामल चाहिँ आम्बो मान्छे हेरेर दिन्छ क्या हौ रासिन पनि म चाहिँ कहाँ त्यस्तो ह्यान्डसम छु र मलाई चाहिँ होइन चस्मा लगाएर देखेर होला हौ धनी जस्तो देख्यो होला नि त है। धनी भयो भने चाहिँ अब त्यस्तो दिन्छ होला हौ है तेरो त कोही नि हौ के गर्नु पर्ने अब यो चाहिँ अब त्यसको लागि बोल्ने कोही छैन हामी यस्तो लुसे भुसे एक दुईजना बोलेर नराम्रो हुनु मात्रै हो बोल्नु पर्ने ठुला ठालो हो मेरो त बोल्ने कुरा आएन कोही हुन्छ नि खोइ सम्झेर त विरक्त लाग्छ हौ लाग्नु त्यसो भन्दा हेर यो डाँडामा बस्दा क्या हौ पारीको नजारा हेर्छु कतिको के हौ प्रेम सम्झिन्छु आज त्योसँग त अघि भने नि मैले फेसबुकमा भेटेको थिएँ त्यसको यादहरू आयो त्यसो भन्दा तिम्रो त्यो अस्ति एउटा फेसबुकमा क्या हौ कविता लेखेको थियो कि त्यो हेर्दा नेटै सक्यो त्यो कविता सुनौँ न खोइ अहिले त गरेको फोटोहरू सुँगुरको जस्तो ठुटुना बनाएकोहरू चाहिँ लाइक आउँछ अब राम्रो लेख कविताहरूलाई त मान्छेले त्यति साह्रो पढ्ने मान्छे छैन कि साहित्यहरू पनि खतम भइसकेन सम्झिँदा दुःख लाग्छ होइन त्यसो भनेर हुँदैन नि सुन्नेले सुन्छ चिन्नेले चिन्छ नि त तैपनि हेरौँ है त्यो सुनौँ त त्यो राम्रो लागेको थियो नि मलाई अब चामलमा भन्दा बेसी नेट हाल्छु र पनि खोइ कोही बेला भनेको बेलामा नेटै चल्दैन अब यहाँ चल्यो भने सुनाउँछु ल लु भन त गरम भए पनि सुनौँ न शान्त लाग्छ नि त फोन पनि ह्याङ हुन्छ भन त पढाउनु कि फोन किन्नु कि हुन्छ नि हौ हुनु चाहिँ घरमा 4टा फोन छ भने त 1000 रुपियाँ सिधै राख्नु पर्ने रहेछ अहिले हेर नै नेटै चल्छ लु भन त्यो कविता सुनौँ न त यस्तैमा कविताहरू लेख्थेँ अरे के हो कविहरू
होइन यस्तोमा चौताराहरू बनाइदिएको भए त कस्तो राम्रो हुन्थ्यो होला है। अनि त्यो पार्टी गर्ने दुनियाँ अर्को रक्सी के खाने पैसाले त बरु एउटा मजाको चौतारा यहाँ हेर टक्क यस्तो बनाइदिनु भने दामी छ नि हौ कञ्चनजङ्घा। कञ्चनजङ्घा छेउमै देख्छ हाम्रो है। हेर न नेटै त चल्दैन। त्यो कविता त सुनौँ न, मुखस्त थाहा होला त। थाहा छैन यहाँ त्यस्तो कति लेखिबस्छु लेख्नु त हो, थाहा हुँदैन नि। के भएको नेटै त चल्दैन, रिस उठ्छ नि हौ यस्तो हुँदा चाहिँ। त्यो पनि टाइम छ। लु त छिटो हेर सुनिहाल्नु त। मेरो लेखै छ। अहिले बुढियाले कराउँछ त, म त कति बिहान 9 बजी अहिले कति बज्यो हेर्नु त। केही पनि हुँदैन एकछिन ल, खल्यो 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 माया भोट्न आँट्छ हार्छ त मलाई त। खल्यो 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 पर्ख है, तिम्रो भाग्यमा छ भने सुनाइदिइहाल्छु। हार्छ त। ल सुन ल, लु सुनौँ त। तिमी चाहिँ एउटा म रेकर्ड पनि गरिराख्छु ल तिम्रो। साहित्य प्रेमी साथी पर्यौ र चाहिँ भन्दैछु। भन त। यसको शीर्षक छ वर्तमान अवस्था। अहिले विश्वले भोगिरहेको यातना एउटै देशको ठुलो भुल हो। विश्वभरि फैलिएको दुर्गन्ध चिनमा फुलेको फुल हो। संसारलाई नै अचल बनाउने चाइनाको नै खेल भयो। यात्रा चलन सबै बन्द, आफ्नै घर मानव जेल भयो। देश देशलाई ऋणमा डुबाई उठ्न गाह्रो पार्ने बनायो। ठुलो साना गरिब सबैले कोरोनाकै शोक मनायो। औषधि बनाउने कठोर प्रयासमा विश्वको नै टाउको दुखायो। ठुला धनी देशलाई पनि यसै भाइरसले निकै सुकायो। विश्वयुद्धभन्दा अधिक कोरोनाले प्रभाव पारिदियो। राम्रो उमेर पुग्न नपाई यही रोगले मारिदियो। स्वाभाविक मृत्यु हुँदा पनि विधिले क्रिया गर्न नपाउने अवस्था यस्तो गम्भीर आयो कि धाराको पानी भर्न नपाउने। मनमा लाग्छ नि यस्तो। धाराको पानी भर्न नपाउने, बाहिर हिँड्न डरै डर भयो। आफ्नै घरभित्र रक्षा भयो। पूर्ण बन्द स्कुल कलेज, आफ्नै घर नै कक्षा भयो। मानव जातिको अस्तित्व रहला के रहला र रहँदैन होला हो अब त। मानव जातिको अस्तित्व रहला एउटा प्रश्नमा शङ्का भयो। धुवा बिना नै जलिरहने विश्व नै रावणको लङ्का भयो। मान्छे अशिक्षित भए बरु सायद यस्तो हुने थिएन। एउटा देशको गल्तीले गर्दा आज विश्व नै रुने थिएन। विश्व विनाश मान्छेले पार्ने लक्षण र प्रमाण देख्दैछु। मैले देखेको भोग्दै गरेको रचनाको रूपमा लेख्दैछु। समय आयो मान्छे आफै मान्छेसँग डराउनु पर्ने। म स्वयं पनि चिन्तामै छु। कसरी यसलाई हराउनु पर्ने, कसरी यसलाई हराउनु पर्ने। त्यही त छ त। त्यस्तो सुँग त के गनाउँदैछ है। यता जस्तो छ हौ। हल्ला पनि गर्दैछ त। छोडिदिनु जोसुकै होस्। होइन हिँड न, हाम्रो छोराहरू पनि त हुनसक्छ। त्यस्तो खतम त नहुनु पर्ने। यहाँ पनि हाम्रो छोराहरू जस्तै हो। होइन त्यो सोच्नु हुँदैन कि हाम्रो छोराहरू जस्तो पनि यहाँ आएको हुनसक्छ नि त। सुन त। नजाउँ होला हौ। होइन अहिले त खुचाइ पो खाइन्छ है। खान हुँदैन नि आजकलको केटाहरू। के गर्दैछ के खाएको हो यो अहिलेको नानीहरूले हेर। अचम्म भइसक्यो त यस्तो। तिमीहरू त हाम्रो छोराछोरी जस्तो मान्छे हो। छोरा मेरो छोराभन्दा सानो सानो नानीहरू इत्रु छ अब हेर। पढ्ने लेख्ने बेलामा हेर त्यो पब्जी के खालि खेल्नु खालि खोज्छ अहिले। त्यो खेलेको भए त हुन्थ्यो नि। ऊ हेर नि त्यहाँ के खाएको के गनेर हामी देशकै होइन राम्रो भन्नु हुँदैन रहेछ अहिले त। होइन हेर नानी हो केटा पढ्ने लेख्ने बेलामा हो यसरी हुँदैन क्या हो। पढ्ने लेख्ने बेलामा होइन राम्रो भनेको तपाईँ त्यस्तो होइन हौ त्यस्तो। तुई के भत्काइदियो क्या हो। आइया ऊ परेको क्या हो। आइया
आयो के भयो तिमी त टुइके फुस्के क्या हाँसे जस्तो पो हुँदैछ त हौ सुत्न त यत्रो भएछ नि तिम्रो हो र त्यस्तो साह्रो फुलेको छ अहिले त आलै छ यो भोलि बिहान त कति फुलिन्छ त्यो के बोकेको थियो त्यो पहेँलो लाउनेले त दे त ढुङ्गा जस्तो के बोकेको थियो अहिले मैले तिमीलाई त भनेको हो नि होइन हौ आफ्नो छोराछोरी जस्तो भनेर भनेको त तिमी पनि सम्झाउने ठाउँ जमाना छैन अहिले माथि अलिक सजिलो बस्नु भोलि कसरी दुधमा जानु हौ म यहाँ बस्छु के को दुध हो म त झन् भोलि उयो नाइटे काइलाकोमा सराप पो गर्नु जानुपर्छ त हौ लुगा पनि यस्तो बनाइदिएर अब बुढियाहरूलाई त के भन्नु होइन मेरो निकै फुलेको छ होइन त्यस्तो फुलेको छैन कि भोलि बिहान त ज्यादै फुलिन्छ सराप कसरी पढ्नु भोलि झन् मास्क लगाउन भइहाल्छ त कहाँ मास्क लगायो भने दुख्छ नि हौ अब मैले टुइकेमा मास्क लाउनु भन नि त त्यो त जाति भइहाल्छ नि मलमा अब बुढियालाई त के भन्नु त्यो पो छ मार्छ नि हौ मलाई त अस्ति भन्दै थियो सम्झाउने जमाउने बाठो हुने समय छैन यो समाजमा ठुल्ठुलो धम्की दिनेहरूको ठुल्ठुलो कुरा गर्नेहरूको मात्रै बोली बिग्छ हामी यस्तो लुसे भुसे सम्पत्ति नहुनेको बोली बिग्दैन भनेर मलाई त भन्दै थियो नि तिमी नै हो तर अलिकति ज्यादा लागेको छैनौ तर मैले भन्दा तिमीले ज्यादा भेटेछौ नि कुन त भन् त जिब्रो कि काट होइन म सम्झाइदिन्छु काटेको छ काट्यो नि ऊ दाँत पनि फुस्क्यो क्या दाँत त फुस्केको छैन अन्त के गर्नु पर्ने अब बुढियालाई त के भन्नु रासिन लाउँदा लडेको भयो दुईजना त लड्दैन नि त फेरि उनीहरू न हाम्रो 100 डेजको बाटो त्यस्तै छ लडेको भन्दा पनि भयो नि अब के गर्नु कम्प्लेन गऱ्यो भने तँहरू बना तिमीहरू बना भन्छ त्यो त गर्नु त अब गर्नु त गरेको हो कि तर बुद्धि पो नपुर्याएको तर हेर ओ चिन्यौ त्यो हाम्रो गाउँको त होइन के हो एउटा त चिन्छु म अन्त यत्रो थियो त कहाँ तिम्रो छोरा मेरो छोरा भन्दा सानो सानो हो नि एउटा त देखिरहेको हो कि तर के गर्नु त्यस्तो गति छाडाको अवसरै हुँदैन जाउँ ल अब रासिन बोक्नु हुन्छ के हो झन् पो मलाई पो उयो भयो त अब घाइतेले चाहिँ कसरी हिँड्नु हुँदैन त लाग्यो नि बुढा पनि दुखिरहेको छ माथि चिसो हो हाई गाइस झन्डै गोरु भनी पठाइन्छ नि हौ होइन हाई गाइस हाई फ्रेन्ड सम्पूर्ण साथीहरू हाम्रो यो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला किनभने यत्रो दुखिरहेको छ कि हाम्रो च्यानलको नाम पनि भनिदिइहाल नि त निकु रमाइलो ल सब्सक्राइब गर्नु नभुल्नुहोस् है धन्यवाद